यो सामान्य बुम्पोहरू हेर्ने क्रममा अर्को एउटा बुम्पो रहेको छ। यो छ नानी नानी ते कुरु भन्ने छ। यो ते फर्म अनि त्यस पछाडि केही वाला बुम्पोहरू हामी हेरिरहेका छौँ। पछाडिको कुरु भनेको सामान्य रूपमा किमासको जिसिओके कुरु नै हो अनि अगाडिपट्टि भएको ते भनेको कुनै पनि भबको तेके यानि कि ते फर्म हामीले जानिसकेका छौँ है। यहाँनिर हेरौँ ते कुरु चाहिँ कस्तो बेलामा प्रयोग हुन्छ त यसको अर्थ चाहिँ के हुन्छ त भन्ने बारेमा यहाँ तलतिर लेखिएको छ। मारु इचीमा हेर्नुहोस् ल खाकोकारा गेन्जाई एनो हेङ्का खेजोको भनेको छ। खाकोकारा गेन्जाई एनो हेङ्का भनेको पास्टबाट प्रेजेन्टतिरको चाहिँ के त भन्दा परिवर्तन अनि उतापट्टि खेजोकु भनेर पनि भनेको छ। खेजोकु भनेको चाहिँ निरन्तरता भन्न खोजेको है। कुनै पनि कुरामा पास्टदेखि अहिलेसम्मको परिवर्तन भन्ने विषयमा अथवा केही कुराको निरन्तरता भन्ने विषयमा नानी नानी ते कुरु भनेर यसलाई हामीले बनाउँछौँ। त्यस्तै गरी अर्को मारु निमा हेर्नुहोस् ल हानासी तेनो होको एनो इदो भनेको छ। हानासी ते भनेको त्यहाँनिर त्यो बोल्दै गरेको मान्छे है। ऊ तिरको चाहिँ के त भन्दा उसको होको भनेको उसको दिशा होको भनेको दिशा तिर इदो भनेको चाहिँ के मुभ चल्ने जो मान्छेले बोलिराखेको छ ऊतिर चाहिँ इदो हुन्छ भन्ने बेलामा पनि नानी नानी तेकुरु भन्ने बुम्पोलाई हामीले प्रयोग गर्छौँ। तलतिर सेचुजोकुमा हेर्नुहोस् ल दोसिनो थेके प्लस कुरु अघि मैले सुरुमै भनिहालेँ कुनै पनि भबको ते फर्मसँग पछाडिपट्टि कुरु जोडिने भयो। अब कुरु जोडिए पछाडि के हुन्छ त कुरुको किमास ते कोनाई आदि इत्यादि सबै प्रयोगमा ल्याउन सकिने भयो। अनि तलतिर च्युई भनेर दिएको छ त्यहाँनिर हेर्नुहोस् हेङ्का सुचुगेङ इदोनो मिच्चुनो यो होगा आरु भनेर भन्यो। ध्यान दिन पर्ने कुरा चाहिँ के छ त भन्दा तीनवटा चाहिँ प्रयोग गर्ने तरिका छन्। एउटा छ हेङ्का परिवर्तन भयो। अर्को छ सुचुगेङ सुचुगेङ भनेको तपाईँले यहाँनिर यो देरु अनि आरावारेरुबाट पनि देख्न सक्नुहुन्छ। केही कुरा चाहिँ त्यहाँनिर प्रस्तुत हुनु अथवा देखिनु भन्ने खालको अर्थमा अनि अर्को इदो भनेको एक ठाउँबाट अर्को ठाउँमा के त मुभ हुने भन्ने है त। यो तीनवटा तरिकाले चाहिँ यो प्रयोग गर्न सकिने रहेछ। रेबुनबाट हेरौँ रेबुनबाट हेरेपछि अझै क्लियर हुन्छ। एक नम्बरमा हेर्नुहोस् निहोङ्गोगा जोजुनी नात्ते किता भनेको छ। ब्र्याकेटमा हेङ्का भनेर लेखिदिएको छ नि। निहोङ्गोगा जोजुनी नारुबाट नात्ते अनि खिता के भयो त भन्दा पास्टमा चाहिँ निहोङ्गो त्यति जान्दैन थियो तर पढ्दै गएपछि के भयो त जो हुँदै आयो नि त पास्टदेखि अहिलेसम्मको परिवर्तन ते किता नारीमासको नात्ते अनि किताबाट नात्ते किता भयो। निहोङ्गोगा जोजुनी नात्ते किता निहोङ्गो चाहिँ राम्रो हुँदै आयो अथवा निहोङ्गो चाहिँ जो हुँदै आयो भन्ने अर्थमा। अर्को 2 नम्बर हेर्नुहोस् खोम्बिनिदे मिजु हो खाते किता। अब अघि हामीले इदो भनेर पढाएको छौँ नि मुभमेन्ट। कम्बिनी गयो कोही मान्छे कम्बिनी गएर चाहिँ पानी किन्यो अनि फर्केर आयो। खोम्बिनीले मिजो खाते किता इदो मुभमेन्ट भयो होइन। अर्कोमा हेर्नुहोस् साइकिन सामुकु नात्ते किता सामुकु नारु अघि सुरुमा एक नम्बरमा पनि जोजुनी नात्ते किता भन्ने थियो। यहाँ आएर सामुकु नात्ते किता। हिजो अस्ति के थियो जाडो थिएन आजकल आएर चाहिँ के भयो त जाडो हुँदै आयो भन्ने अर्थमा परिवर्तन हुँदै आयो भन्ने अर्थमा प्रस्तुत गरिएको छ। फेरि एकचोटि बुझौँ त्यही कुरो पास्टदेखि अहिलेसम्म चाहिँ परिवर्तन हुँदै आएको कुरा। अर्को चाहिँ एउटा इदो यानि कि मुभमेन्ट भन्ने कुरामा चाहिँ हामीले यसलाई प्रयोग गर्छौँ। अर्को एउटा निरन्तरता भन्नेमा पनि हामीले यसलाई प्रयोग गर्छौँ है त। धन्यवाद।